तातो हेर्नु यहाँ कस्तो छ है होममेड हो है खतरा खाइदियो त कस्तो गर्ने हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन तपाईँलाई फेरि मेरो नयाँ ब्लगमा चाहिँ स्वागत छ। आजको ब्लग भनेको चाहिँ टक्क कुकिङ इटिङ टाइपको है। आज चाहिँ हामीले मोमो बनाउनु लाग्दैछौँ। मोमो त्यो पनि केमा पोर्क मोमो एकदम जुसी हुन्छ आज चाहिँ। हामीले त्यो क्युब पनि ल्याएको हुन्थ्यो होला है सुरज जुसी, तर यसमा त हुन्छ यसले त पुग्छ। त्यही हो हामी चाहिँ पोर्क लिएर आएको छौँ। पोर्क मोमो बनाउने हो। अहिले चाहिँ सुरज र म छौँ। अहिले चाहिँ हाम्रो अलिक अँध्यारो सिचुएसन छ क्या। हामी हेर्नु जुगाड गरिरहेको छौँ लाइट गरेर। सुरज हाई भनिदियो। हेलो हेलो के छ? सुरज र म छौँ अहिले चाहिँ। अहिले चाहिँ अब भरे चाहिँ अमर पनि आउँछ किनभने अमरले भाडो दिएर चाहिँ हामीलाई सहयोग गरेछ क्या। यहाँ चाहिँ म घर बिहान लिएर अनि अमर चाहिँ उता ड्युटी गएको थियो। त्यही अब म कटिङ हान्न लागेको होइन। अब प्याज काट्नु पऱ्यो नि त। अन्त अब प्याज काट्ने हो भने अनि सट्टा लाएर बनाउनु थाल्ने। अब अहिले लगभग अब अहिलेदेखि रेडी गऱ्यो भने भरे छिटो हुन्छ। त्यही अब चाहिँ हामी ड्याङ कटिङ हान्ने हो भने अनि बनाउने है त। ल अब एकछिन भेटौँ ल। बाई बाई अहिलेलाई। गाइज सुरजले पिठो मुस्न पिठो डाइरेक्ट ल पिठो मुस्न लाग्यो। म यहाँ प्याज कटिङ हान्दैछु धमाधम होइन। यस्तै चलिरहेछ। अब टक्कै यो पनि डेक्नु यस्तो गर्दा रेडी हुन्छ है अहिले। 1 2 3 रेडी। ओइ साह्रो छ कि होइन त्यो छोपिदिनुपर्छ, छोपेपछि ठिक हुन्छ। ल रेडी भयो। सुरजले सक्यो है ड्युटी चट्टै। ल मेरो नि कटिङ हुँदैछ सकिन आँटो भयो। प्याज काटेर ट्याक्क हुँदैछ। अब एकछिनमा भेटौँला फेरि अब अर्को स्टेपमा। लगायत किमा पोर्क फेरि हामी बसिसक्यौँ यहाँ। सन्देश पनि छ यहाँ। अमर स्कुल ड्रेसमा छ। तिमी कसलाई भेटेको थियौ त्यो अस्ति भक्तिपुरमा? ए शुभ यहाँ हाम्रो यहाँ यो पानी चाहिँ बसाइरहेको छौँ टक्क। अब यहाँनिर भनिहालेँ होइन के धेरै भन्नु। अब चाहिँ यहाँ टक्क मास्टर बसिसकेँ है म ल्याम्की ल्याम। अब हाम्रो चाहिँ जुगाड पारामा टक्क हुन्छ। अब हेर्नु इन्जोय गर्नु तपाईँहरू। म यहाँ बेलेको कडा यस्तो यसलाई चाहिँ टुक्राइदेऊ न त एकजनाले यो साइजमा। कत्रो बनाउनु सुरज? अलिक ठुलो कत्रो खाने ल? मैले बेलेको छैन है गाइस फेरि आजसम्म। यो चाहिँ मेरो फर्स्ट ट्राई हुन्छ है बेल्न। एउटा बनाउनु होला अब के होइन के गर्नु सुरज? यस्तै त होला नि बेलु है। त्यो उयो पसलमा त यस्तो गर्छ त यार। यस्तो छिटो तेल लगाएर गर्छ होइन? पिठो तेल पनि लगाएर गर्छ। भयो नि त यस्तै त होला नि बेला भइहाल्यो नि। लाग्यो त होला नि तेल भयो। साइज प्रोपर चाहिँ अहिले प्याकिङमा निस्किन्छ है त। अहिले साइजमा नजानु होला कोही पनि। सेपमा साइजमा भन्नु आएछ सेपमा। अहिले सुरज यतिको ठुलो हुन्छ होला हौ। कता ठुलो हुन्छ? ठिक छ ट्राई। सुरज र बेल्न देऊ न। तिमी ऱ्याप गर बरु। तिमी ऱ्याप होइन मैले त ट्राई गरेको। यो त ओभर भयो नि त मैले बेलेको त फेरि। पातल भयो के हो? होइन मतलब ओभर सेप चाहिँ। यो बनाएको तिमीले? अनि कस्तो गोलो चाहियो तिमीलाई? होइन खोइ ठिक छ। तिमीले चाहिँ कस्तो खालको बनाउँछौ? यस्तै हो म पनि बनाउने।
बनाउनु ल ल के तिमी बेल्ने कि म बनाऊ बेल्छौ तिमी ल बेल म चाहिँ खाने मात्र हो फेरि बेल्ने चेन्ज भयो यसो नै हाल्नुपर्छ कि मनिस यसो यसो गरेर कसरी अरे कसरी रे पुरै मरद रमाइछ त यस्तो हो क्या ए पल्टाउँदै पल्टाउँदै गर्ने क्या ए उसको त ओभर छ त नि गोलो त नि मेरो त बसो त अटोमेटिक हुन्छ यत्तिकै चिल्ला आउने भयो होइन पोर्कमा हो यो चाहिँ गोलो भन्दा यस्तो चाहिँ चाहिएको क्या उयो बनाइदेऊ न एकजनाले गाइस सन्देश डल्लो सानो सानो उसलाई छिटो हुन्छ नि सुरज मुख मुख त यहाँ छ यहाँ यता ल चल्लो बुड्काइदेऊ न केटा स्टाइल खोल्ने कसम भनेको म चाहिँ ठ्याक्कै 6 बजे आउँछु अनि 2 घन्टाको स्टाइलमा आएर ओ चागो त्यो के अरे त्यो दारीवाला दाईको अगाडि क्या 1 घन्टामा उयो सोल्ड आउट पुरै ल यत्रै भएछ अलिक चाहिँ 2 आवर्स मात्र खोल्ने के टिकटकमै राख्ने 2 आवर्स मात्रै 2 आवर्स यस्तै भनेको होइन तिमीले कस्तो एक्सक्लुजिभ पोर्क मोमो मात्र हो धरानी पोर्क मोमो भन्दै सुरुमै ए यो वाला अर्को बुट्टा रहेछ नि त तिम्रो अनि त्यही हो ए हो तर अलिकति युनिफर्ममा आउँछ तिमीहरू त प्रो लेभलहरूको छ नि अब होइन यस्तरी राख्दो रहेछ तिमी यो चाहिँ मुजा धेर पर्यो पर्ने रहेछ कस्तो भयो के ठिक छैन ए जस्तो भयो नि हुनु त के हो ओइ नफाल न किन के हो हो र सिधा सिधा ठुलो ठुलो हान्नेमै है त्यही त ल यसै गरी बन्छ है साथीहरू एकछिन राख म बन्दै कृपया थुक्न नदिनु होला कसैले नि ल हेर्नु है ग्यास पाक्दैछ नि त एउटा चाहिँ निकालेको कि यो ट्राई हानिदिउँ न त अब टक्क लाएर होइन तातो छ यार तर ओभर अचार चाहिँ पिसेको छैन हामीले बाहिर है अचार बाहेक ट्राई हानिदिने हो यो टक्क यस्तो तातो छ यार यतिकीमा छ अझै पाक्दैछ त्यहाँ दमादमसँगले टक्क ल्याएर अब झ्याप्प खाम है त खोइ बोल्दैन बोल्दैन तर पाएको छैन होइन कस्तो जुसै छैन त कस्तो ड्राई छ त ल यत्तिको बन्यो है साथीहरू यत्तिको यहाँनिर पाकेको चाहिँ झिकिरहेछ हेर्नु तातो तातो अब यसलाई पनि टक्क लगेर यता ल टक्क यता व्यवस्था निम है त यहाँ चाहिँ एउटा पाक्दैछ म निस्किन आँटेको यार ल गाइस फेरि सेकेन्ड लट है अघि 1 लट पाक्यो हाम्रो यहाँ टक्क अचार नि बनिसकेको छ यत्तिको भएको छ है अचार वा बदाम टमाटरहरूको टक्क लाएर अब यस्तो ल्याउने अब खाँदै बनाउँदै गर्नु तातो हेर्नु यहाँ कस्तो छ है
अब टक्कै छ होइन ए फ्रन्टबाट होइन उसलाई बानी भइसकेको रहेछ क्या होइन हेर न ठ्याक्कै उसले के भन्छ ठ्याक्कै त्यो ल्याएको क्या नत्र त हामी यस्तो हुन्छ अब कतिसम्म आयो भनेर थाहा हुँदैन नि त मिठो दामी कस्तो छ त गुर्सन पिरो छ कि छैन अचार ठिकै भयो अब पसिना आउँछ एकछिनमा पसिना ल सुरज खाना त एउटा कस्तो रहेछ तिम्रो पनि साइड अप गर्नु हुन्छ चाहिँ हल्का ड्रिप गरेको होइन ल त सट्ट पिरो है अचार सदाउँदैछ आउँदैछ भर्खर जुसी जस्तो है भित्र हाल्नु मिठो भित्र हाल्दा जुसी छ यो पाक्दैछ अझै यहाँ बनाउनु बाँकी छ नि फेरि किमा छ यहाँ बनाउँदै खाँदै गेम हेर्ने टाइम छ नि त 12:45 च्याम्पियन्स लिग त्यो दिनजेलसम्म त बस्नु पर्यो होइन त्यही भएर चाहिँ हामी चाहिँ अब बिस्तारै बनाउँदै खाने हो है ल टक्क अब हामी खान्छौँ ल बिस्तारै बनाउँदै खाँदै कोक नि हाल्नु यहाँ हामी चाहिँ कोक पनि छ साँच्चै कोक वेयर इज आवर कोल्ड ड्रिङ्क्स ऊ त्यहाँ रहेछ प्लास्टिकभित्रै अघिदेखि खाँदै थियौँ खाना त ल फेरि एउटा खाइदिउँ न त चट्ट ल्याएर ठ्याक्क टिप्ने ट्याक्क डिप गर्ने त्यही ग्लास दामी अगाए क्या हो सबको तिनटै राख न नन स्टप भन्न थाल्यो त एउटा हो के गर्ने थोपारेर राखेर भरे म्याच हेर्दै खाने हो कि अहिले नै दिने हो नथो बारुम हौ किनभने तातो हुन्छ क्या अब हामी ल्याम खान्छौँ ल सरासर अनि फेरि बेल्छौँ ढ्याङ्किड्याङ बेल्छौँ बनाउँछौँ अनि फेरि एकछिन तपाईँहरूलाई देखाउँछु ल साथीहरू यस्तो गर्ने कडा पोर्क मोमो पोर्क मोमो यो चाहिँ होममेड हो है गुर्सनले खतरा खाइदियो त तातो हेर्नु कस्तो बाफुडिरहेछ त ल ल है गाइस अहिले चाहिँ हामीले चट्ट हान्दा पेट ढोस भइसक्यो होइन यो भाँडाकुँडा नि माझिसक्यो तर पनि अझै स्टिल पाकी पनि रहेको छ अझै यो चाहिँ सकिँदैन खान होइन अब यति चाहिँ छ टक्क यो चाहिँ अब यहाँ हेर्नु त जुस हो यो चाहिँ टक्क अब हामीले यो पनि खाइसकिन्छ कि सकिँदैन लेट्स ट्राई सक्ने ट्राई गर्छौँ त्यही हो अनि अब हामी चाहिँ अनि छुट्नुपर्छ होइन गडा हो के हुन्छ ल अब होइन यति चाहिँ सकौँ होइन हामी यति सकौँ अनि त्यहाँदेखिको चाहिँ भिडियो चाहिँ यतैतिर व्यवस्था गरिदिनुपर्छ त्यहाँदेखि यति अब मजाले खाऊँ अहिले पनि मजाले नै खाइयो खाऊँ त एकछिनमा म्याच पनि छ होइन रियल म्याड्रिड आर्सेनलको सेकेन्ड लेगमा कडा रियल म्याड्रिड फ्यान हुनुहुन्छ कमब्याक गर्छ होला त्यसो फिङ्गर क्रस त्यही अब यो खान्छौँ भन्छौँ अनि हामी चाहिँ अब टक्क गेमतिर ध्यान दिनुपर्ने हुन्छ त्यही हो अब साथीहरू यस्तै हो भिडियो होइन अब अर्को भिडियोमा भेटौँला चाँडै नै है बाई बाई छुट्नु पर्यो अब ल बाई आरियोस बाई बाई